बलिदान 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 समीर भट्टको धमाकेदार मास एक्सन सिनेमा बलिदानको नयाँ पोस्टर सार्वजनिक भएसँगै यति बेला नेपाली सिने जगतमा एक किसिमको उथुल पुथुल मचिएको देखिएको छ। हैन के आयो यो? ए बाबा समीर भट्टको बबाल एक्सन सिनेमा बलिदानले त कतै वर्ल्ड वाइड रूपमा 100 करोड भन्दा बढी कमाउँछ कि क्या हो? त्यसैगरी विरोधीहरू पनि सलबलाइरहेको देखिएको छ। कतिपयले बिल्ला हानिरहेको पनि अवस्था छ भने धेरै जसो दर्शकहरू चाहिँ अचम्बित भएर एकदमै आश्चर्यचकित मोडमा चाहिँ ओहो बलिदानको धमाका हेर्नको लागि आतुर भएको अवस्था छ। के छ, कस्तो किसिमको पोस्टर आएको छ र यसले कस्तो किसिमको हलचल मचाएको छ नेपाली फिल्म इन्डस्ट्रीभित्र। कतिपयले त पल्साको जुन दारी छ रामायण फिल्मको हो त्यो दारीसँग नयाँ आएको पोस्टरमा सौगात मल्लको दारीलाई तुलना गरिरहेका छन्। के छ, साँच्चै पल्साको रामायण फिल्मको दारी जस्तै छ त अथवा छैन? यस विषयमा आज हामी चर्चा गर्न गइरहेका छौँ। त्यसैगरी कतिपयले अलिकति साउथ इन्डियन फिल्मको कपी टाइपको भयो कि के हो भन्ने पनि यहाँ गुनासो गरिरहेको देखिएको छ। के छ यस विषयमा पनि आज हामी चर्चा गर्न गइरहेका छौँ। बलिदान फिल्मले कतिको धमाका मचाउला यस विषयमा दुधको दुध पानीको पानी रिभ्यू र एनालाइसिस दिन गइरहेको छु। नमस्कार, तपाईँलाई स्वागत छ फिल्म रिभ्यूसँग सम्बन्धित आजको यस नयाँ एपिसोडमा। सबैभन्दा फर्स्टमा चर्चा गरौँ बलिदान फिल्मको नयाँ पोस्टर कस्तो आएको छ। नयाँ पोस्टर तपाईँले हेर्नुभयो भने साँच्चै नै धमाका पोस्टर आएको छ भनेर भन्न सकिन्छ। नेपाली सिने जगतमा लो बजेटको फिल्म यतिको क्वालिटीको बनाउन सक्नु नै आफैमा एउटा चुनौतीपूर्ण कुरा हो भन्न सकिन्छ। गाउँघरको अर्ग्यानिक स्टोरी देखाउनु त सजिलो छ, त्यो स्टोरीलाई क्याप्चर गर्न पनि सजिलो छ, त्यसमा एक्टिङको दम मुख्य हुन्छ र प्रेजेन्टेसनको दम मुख्य हुन्छ भने अब एक्सन फिल्म इन्टरनेसनल लेभलको बनाउन भने निकै चुनौतीपूर्ण हुन्छ। किन भन्दाखेरि चाहिँ त्यसको लागि एक त बजेट पनि धेरै चाहिन्छ। थोरै तिनै बजेट लगानी गरेर बबाल मास एक्सन सिनेमा बनाउन गाह्रै हुन्छ र आफ्नो बजेटलाई पनि सही तरिकाले युटिलाइज गरेर एउटा इन्टरनेसनल कम्पिटिसनमा चाहिँ टक्कर दिन सक्ने खालको फिल्म बनाउनु पनि आफैमा चुनौतीपूर्ण कुरा हो। किनभने बलिउड फिल्म इन्डस्ट्री, साउथ इन्डियन फिल्म इन्डस्ट्री धेरै माथि पुगिसकेको छ। उनीहरूले अन्तर्राष्ट्रिय स्तरको हलिउडसँग टक्कर गर्ने खालको फिल्महरू बनाउँछ भनेपछि ती फिल्म इन्डस्ट्रीसँग चाहिँ कम्पिटिसन गरेर त्यो लेभलको एक्सन फिल्म बनाउनु भनेको नेपालमा धेरै नै चुनौतीपूर्ण कार्य हो र कसैले त्यो कार्य गर्छ भने त्यो निकै सराहनीय छ र त्यो कार्य गर्नु त्यति सजिलो चाहिँ छैन। हो सन्तोष सेनले यति बेला त्यो जोखिमपूर्ण कार्य आफ्नो काँधमा लिएका छन् र त्यसलाई प्रमाणित पनि गर्दै गइरहेको देखिएको छ। नयाँ आएको पोस्टरमा एउटा लुक्समा देख्न सकिन्छ सौगात मल्ल यस्तरी अगाडिपट्टि हातमा आगो लिएर चाहिँ यस्तरी हेरेका छन्। पछाडिपट्टि पुरै झुन्ड छ मानिसहरूको, हातमा आगो छ र अनुहारमा कता कता रिस, कता क्रोध, अनौठो भाव देख्न सकिन्छ, मौनता देख्न सकिन्छ। एउटा आँखा नर्मल छ भने अर्को आँखा पुरै कालो छ, लामो कपाल छ, पुरै भारी छ र यस्तो लुक्स देखेको छ कि यो आमा साउथ इन्डियन फिल्मको बब्बाल खुङखार भिलेन हो कि क्या हो भन्ने देखिएको छ। भनेपछि यो लुक्स यस्तो छ कि यो लुक्सले नै धेरै दर्शकहरूको हृदय जित्न सक्छ। त्यसपछि अर्को लुक्स छ जुन यो भन्दा पनि धमाका छ, जसमा सौगात मल्ललाई यस्तो तरिकाले खोडा लिएर चाहिँ पुरा खोडा चाहिँ तल भुइँतिर बजार्न खोजेको अथवा काट्न खोजेको एउटा लुक्समा देख्न सकिन्छ। कपाल हल्लिएको अवस्था छ, कपालले पुरै आँखातिर छोपेको अवस्था छ, अनुहारमा क्रोध छ, जुङ्गा मोटो, दारी छपक्कै र पुरा यहाँ चाहिँ बुलाकी लागेको अवस्था, निधारमा टीका र बडी हेर्नुहुन्छ भने पुवाक्क चाहिँ आर्म्स उठेको छ, पुरा पिस पिस छुट्टिएको छ आर्म्समा। आमामा जिउ हेर्दाखेरि होइन कतै रकी भाइ त होइन, केजिएफको रकी जस्तो देखिएको छ। आमामामा जुन फिल्मले रेकर्ड तोड कमाइ गरेको थियो भारतमा विश्वव्यापी रूपमा, त्यस्तो बबाल लुक्स देखिएको छ रकी भाइको जस्तो लुक्स। र कता कता फेरि गरुडा, यता चाहिँ तपाईँको केजिएफ फिल्मको गरुडा अथवा यता सलार फिल्मको चाहिँ रुद्रा, त्यस्तै टाइपको लुक्स देखिएको छ। हुन त यो चलचित्रभित्र पनि सौगात मल्लको नाम रुद्रा नै राखिएको छ है, रुद्रा, तर नाम अलिकति फरक राखेको भयो हुन्थ्यो जस्तो लाग्छ मलाई। हाम्रो नेपाली टाइपको अलिकति नाम, हुन त रुद्राहरू पनि हाम्रो नेपालमा हुन्छ नाम, तर अलिकति फेरि रुद्रा नै भनेर राखिदिएपछि फेरि सलार फिल्मकै टाइपको नाम चाहिँ आयो कि भन्ने देखिएको छ। तर सलार फिल्म टाइपको क्वालिटी बनाउनु भनेको नेपाली फिल्म इन्डस्ट्रीको लागि एउटा अविस्मरणीय विजय हुन्छ नि। फेरि सलार फिल्म भनेको हलिउड लेभलको फिल्म हो, त्यस्तो खालको फिल्म यदि नेपालमा बन्न सक्यो भने नि त्यो त नेपालको लागि त ठुलो विजय हुन्छ। त्यो बन्नु नै एउटा ठुलो कुरा हो। पक्कै पनि सन्तोष सेनले बनाएका छन् होला। रुद्रा लुक्समा देख्न सकिन्छ
धमाका आगो छ लुक्स पुरै। त्यो लुक्स देख्दा नै एउटा छुट्टै चाहिँ भाइब्स आएको छ कि यो फिल्म त यार नेपाली फिल्म एक्सन फिल्मसँग कम्पिटिसन गर्ने फिल्म होइन, यो फिल्म त हलिउड बलिउड साउथ इन्डियन फिल्मसँग कम्पिटिसन गर्ने फिल्म हो। यस्तो खालको फिल्म न अहिलेसम्म बनेको थियो, अब भविष्यमा त सायद बन्ला। प्रथम पटक यो नौलो क्रान्ति गर्दैछन् सन्तोष सेनले। योभन्दा अगाडि पनि समीर भट्टको प्री टिजर आएको थियो बर्थडेको उपलक्ष्यमा, जसमा समीर भट्टको पुवाक्क फुलेको बडी र उनको एउटा चाहिँ एङ्ग्री लुक्स, त्यो उनको गर्जन ह्या गरेर चिच्याएको गर्जन देख्न सकिन्थ्यो। र त्यहाँनिर उनले छप्काई यस्तो गरेका थिए कि यस्तो छप्काई गरेका थिए कि त्यो छप्काईको पावरले नै नेपाली चलचित्र यसरी फरफर फरफर हल्लाउन थालेको थियो। कहिले दसैँको फुलपातीमा आउँदैछ फिल्म, तर अहिलेदेखि नै यो फिल्मको यति बवाल आइछ कि यो फिल्मले त रेकर्ड तोड कमाइ गर्न सक्ने सम्भावना छ र त्यति बेला रिलिज हुने अन्य फिल्महरूलाई निकै ठुलो चुनौती दिन सक्ने सम्भावना चाहिँ प्रबल मात्रामा देखिएको छ। अब यो पोस्टर सौगात मल्लको आएसँगै चाहिँ यहाँनिर ठुलो प्रश्न खडा के हुन्छ भने सौगात मल्ल यसमा मेन भिलेन हुन् कि के हो त? के समीर भट्ट र सौगात मल्लको टी सर्ट खोलेर पुरा बडी देखाएर पुवाक्क बडी देखाएर बुक 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 फाइट छ, अथवा होइन? सन्तोष सेनको पोस्टर अनुसार त सौगात मल्ल पनि एउटा योद्धा हुन् जस्तो देखिएको छ, सौगात मल्ल पनि एउटा नायक हुन् जस्तो देखिएको छ, मोहरा होइनन् जस्तो देखिएको छ। भनेपछि पक्कै पनि मलाई जहाँसम्म लाग्छ यो फिल्ममा सौगात मल्ल मुख्य भिलेन होइनन्। यो फिल्ममा मुख्य भिलेन कता कता अर्पण थापा हुन् कि जस्तो देखिएको छ। र जहाँसम्म लाग्छ सौगात मल्ल चाहिँ यो चलचित्रभित्र एउटा योद्धा हुन्छन्, सायद समीर भट्टको पिता हुन पनि सक्छन् र उनको जुन अधुरो रहेको युद्धलाई चाहिँ समीर भट्टले पुरा गर्ने हुन पनि सक्छ। जस योद्धा चाहिँ उनी योद्धा हुन् जसले चाहिँ क्रान्तिको बिगुल फुक्छ, त्यो आततायीको विरुद्ध, त्यो तानाशाही निरङ्कुश शासकको विरुद्ध चाहिँ क्रान्तिको आगोले फैलाउँछन्, त्यो देखिएको छ। भनेपछि यो क्रान्तिले केवल नेपाल होइन विश्व हल्लाउन सक्ने सम्भावना चाहिँ प्रबल मात्रामा देखिएको छ। बलिदान फिल्म दसैँमा आउँदैछ, त्यो पनि फुलपातीको दिनमा, जुन दिनमा चाहिँ पशुको बलि दिइन्छ। भनेपछि निर्दोष पशुको होइन, अब कुटिल आततायी अत्याचारी पशु स्वरूप रहेको त्यो तानाशाहीको बलि दिइनेछ। त्यो पनि खोडा देख्नुभयो नि कत्रो खोडा छ, पुरै यतापट्टि चाहिँ धार भएको होइन, पुरै माथिपट्टि त्रिशुल जस्तो भएको, दुईतिर बब्बाल बब्बाल पुरा धारिलो चाहिँ धार भएको, मान्छे भन्दा पनि अल्को त्यो ठुलो खोडाले चाहिँ अब त्यो कुटिल शासकको चाहिँ छोप बलि दिइँदैछ यो दसैँको फुलपातीमा। कसले दिँदैछ भन्दा समीर भट्टले। अब त्यो कुटिल शासकको हो त अर्पण थापा हुन्, जहाँसम्म लाग्छ अर्पण थापा हुन्छ कि सम्भावना प्रबल देखियो। अब चाहिँ पहिला त मलाई लाग्थ्यो सौगात मल्ल हुन् मेन भिलेन, तर अब चाहिँ अर्पण थापा मेन भिलेन हुन सक्ने सम्भावना प्रबल देखिएको छ। अर्पण थापा पनि एक्टिङका त किरै हुन्, अब यता सौगात मल्ल पनि एक्टिङका किरा, समीर भट्ट पनि भन्नै परेन मार्शल आर्टको खेलाडी, धुरन्धर स्टार र एउटै फिल्मबाट आफूलाई स्थापित कलाकारको रूपमा स्थापना गर्न सक्ने बबाल किङ अफ एक्सन नेपाल। अहिलेको युवा स्टारहरू मध्येको चाहिँ एक्सनको चाहिँ किङै हुन् भनेर भन्न सकिन्छ समीर भट्टलाई। भनेपछि अब यस्ता यस्ता सुपरस्टारहरू एउटै फ्रेममा आइसकेपछि यो चलचित्रले त धमाका होइन महाधमाकामा चल्ने सम्भावना प्रबल मात्रामा देखिएको छ। अब यसको टिजर पनि चाँडै आउँदैछ, जहाँसम्म लाग्छ अर्को महिना असार महिनामा चाहिँ यसको सानो टिजर आउँछ होला। जस मार्केटिङ बवाल गरिरहेका छन् सन्तोष सेनले। यो फिल्मको बारेमा त चोरो मुसो माको सबैले जानकारी हुन्छ, त्यस्तो खतरनाक तरिकाले मार्केटिङ गरिरहेका छन् सन्तोष सेनले। र दसैँमा पक्कै पनि योभन्दा अगाडिको जुन युद्ध थियो नि छक्का 5 र 12 गाउँको, त्योभन्दा पनि महायुद्ध हुन सक्ने सम्भावना चाहिँ प्रबल मात्रामा देखिएका छन्, प्रबल मात्रामा देखिएको छ। पल शाहको फिल्म महाराज दिरा, त्यसै गरी यता जारी 2 अनि त्यसै गरी यता चाहिँ हरिबहादुरको जुत्ता लगायतका थुप्रै फिल्महरू आउँदैछन्। त्यति बेला सब फिल्मसँग टक्कर दिएर सब फिल्मलाई चाहिँ उछिनेर चाहिँ बलिदान फिल्मले 1 नम्बरमा राज गर्न सक्ने सम्भावना, नेपालमा 50 करोडभन्दा माथि र वर्ल्ड वाइड रूपमा चाहिँ 100 करोडभन्दा माथि कमाउन सक्ने सम्भावना प्रबल छ भनेर चारैतिर चर्चा चलिरहेको छ। तपाईँलाई के लाग्छ कमेन्ट बक्समा लेखेर नबिर्सिनु होला। विशेष गरी तपाईँहरू चाहिँ बलिदान फिल्म हेर्नको लागि कतिको एक्साइटेड हुन्छ, तपाईँलाई कस्तो लाग्यो सौगात मल्लको यो लुक्स? के अब सौगात मल्ल र समीर भट्टको यो S+S जोडीले आगो बाल्ला उल्का तहल्का पिट्ला? के लाग्छ तपाईँहरूलाई कमेन्ट बक्समा लेख्न नबिर्सिनु होला। अर्को भिडियोमा फेरि यस्तै फिल्म रिभ्यू बक्स अफिस कलेक्सन सँगसँगै भिडियो ल्याउँछु। त्यति दिनसम्मको लागि हेभ अ गुड टाइम, बाई बाई।